टेक नवमलाई सब्सक्राइब गर्नुहोला र 1000 सब्सक्राइबर छिटो पुर्याउन मद्दत गर्नुहोला। प्रिटेस्ट एक्जाम अनलाइन एप्लिकेसनको लागि तपाईले यहाँ गुगल क्रोममा जानुहोला या अरू कुनै ब्राउजरमा जानुहोला। त्यहाँ गइसकेपछि तपाईले त्यहाँ सर्च गर्ने पिएससी नेपाल भनेर त्यहाँ सर्च गर्नुहोला। यही तपाई अनि पिएससी नेपाल सर्च गरिसकेपछि तपाईको फर्स्टमा जुन आउँछ लिंक त्यसमा जानुहोला, पब्लिक सर्भिस कमिसन भनेर। त्यसमा गइसकेपछि त्यो लोड हुन्छ अनि एकछिन त इन्टरनेट स्पिड तपाईको राम्रो छ भने छिटै खुल्छ। मेरो हल्का स्लो छ। यहाँ तपाईले हेर्न सक्नुहुन्छ विभिन्न कुराहरू, विभिन्न यहाँ इन्टरफेसमा धेरै कुराहरू देखाएको छ। माथि अनलाइन दरखास्तमा जानुहोला। अनलाइन दरखास्त जुन अप्सन त्यहाँ जानुहोला। त्यहाँ गइसकेपछि तपाईले यहाँ आफ्नो इमेल आइडी र पासवर्ड या युजर नेम या पासवर्ड जुन लोकसेवाको तपाईले आइडी बनाउनु भएको छ त्यसको राख्नु होला र लगइन गर्नु होला। मैले यहाँ लगइन गर्छु आफ्नो। यदि तपाईले बनाउनु भएको छैन भने आइडी कमेन्ट गर्नु होला। आइडी कसरी बनाउने, आइडी बनाएर त्यो अप्लाई कसरी गर्ने कुनै पनि विज्ञापनको लागि म त्यसको लागि छुट्टै भिडियो बनाउँछु। त्यसको लागि तपाईले चाहिँ कमेन्ट चाहिँ गर्नु होला। यहाँ लगइन भइसकेको छ मेरो। लगइन भइसकेपछि तपाईको यहाँ हेर्न सक्नुहुन्छ यहाँ दुईटा चौथो र पाँचौंको जुन प्री टेस्टको एक्जाम छ खरिदार र नायब सुब्बा सोसराको जुन छ संगठित संस्था एकीकृतमा जुन लिने गरिन्छ एक्जाम, त्यहाँ तपाईले हेर्न सक्नुहुन्छ यहाँ दुईटा छ हैन। अब कुनै एउटाको प्रोसेस तपाईलाई थाहा हो भने सबको सेम प्रोसेस नै हो। चौथो या पाँचौं हो, तपाईको सबैको सेम प्रोसेस हो हैन। त्यसपछि तपाईले यहाँ अब रिक्त पदमा जानु होला अप्लाई गर्नको लागि। यहाँ चाहिँ भ्याकेन्सीहरु जबको लागि मात्रै देखाउँछ। या संगठित संस्थाको पूर्व योग्यताको परीक्षामा जानु होला तलतिर। अनि त्यहाँ गइसकेपछि तपाईले अब मैले चाहिँ पहिले कुनै पनि एउटा सिलेक्ट गर्नु होला कुनमा तपाईले गर्नुपर्ने हो। तपाईलाई अब चौथोको चाहिएको छ भने एक्जाम प्री टेस्ट त्यसो गर्नु होला। पाँचौंको चाहियो भने पाँचौंको गर्नु होला। त्यो गरिसकेपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ पहिले यहाँ पाँचौंको लागि अप्लाई गर्दै छु हैन। पाँचौंको लागि तपाईले अब +2 क्वालिफिकेसन चाहिन्छ भने चौथोको लागि एसएलसी चाहिन्छ। यहाँ टिक गर्नु होला। पाँचौंको लागि मसँग न्यूनतम योग्यता छ भनेर टिक गर्नु होला। त्यसपछि +2 मा के पढ्नु भएको छ पाँचौंको लागिमा कुन स्ट्रिम पढ्नु भएको त्यो सिलेक्ट गर्नु होला। त्यसपछि अब +2 के हो, म्यानेजमेन्ट हो, साइन्स हो, त्यो आफ्नो लेख्नु होला। मैले यहाँ लेख्छु साइन्स भनेर लेख्छु हैन। अनि परीक्षा केन्द्र यो लेख्सकेपछि तल परीक्षा केन्द्र छान्नु पर्ने हो। त्यो परीक्षा केन्द्र छान्नु होला आफ्नो पाएको कुनै ठाउँबाट। मैले चाहिँ अब काठमाडौँ सिलेक्ट गर्छु हैन। तपाईले आफ्नो नजिकको जुन परीक्षा केन्द्र छ त्यो चाहिँ सिलेक्ट गर्न सक्नुहुन्छ हैन। त्यसपछि तपाईले अब यहाँ केही गर्नु पर्दैन। तल चाहिँ म पिएससी को नियम शर्त स्वीकार्न तयार छु भनेर टिक गर्नु होला र लागू गर्नु होला। त्यसपछि यहाँ तपाईले अब कन्फर्म गर्नलाई भन्छ। यो सबै डिटेलहरु देखाउँछ तपाईले कुनमा भर्न चाहनु भएको छ। त्यसपछि ओके गर्नु। त्यसपछि कन्फर्मेसन निश्चित भइसकेपछि त्यसमा तपाईको हुन्छ अप्लाई हुन्छ। तर यतिमै तपाईको कुरा सकिदैन। तपाईले पेमेन्ट चाहिँ गर्नुपर्ने हुन्छ। पेमेन्टको लागि तपाईले अब पेमेन्टको तपाईको के गर्नुपर्ने हुन्छ भने या मैले अघि पाँचौंको भरेको थिए। अहिले अब चौथोको पनि म भर्दिनै हाल्छु पेमेन्ट गर्नुभन्दा पहिला। यहाँ हेर्न सक्नुहुन्छ म भर्दै छु। एकीकृत चौथो खरिदार वा सोसर चौथो जुन छ त्यसमा भर्दै छु मैले। त्यसपछि सेम प्रोसेस हो, केही छैन। अघि गरेको जस्तै प्रोसेस हो, सेम हैन। त्यसपछि म यहाँ टिक गर्नु होला। टिक गरिसकेपछि तपाईले हेर्न सक्नुहुन्छ सबै कुरा एकचोटी हेर्नु होला हैन। लागू गर्नुमा जानु होला। फेरि त्यस्तै निश्चित गर्न भन्छ, कन्फर्म गर्न भन्छ हैन। पहिले चाहिँ अब हैन सबै आवेदनमा जुन सेक्सन त्यहाँ लेफ्ट साइडमा त्यहाँ गएर तपाईले अब पैसा तिर्नु पर्ने हुन्छ तपाईले हैन। चौथोको लागि 200 छ भने पाँचौंको लागि तपाईको
छ। तपाईले यो चाहिँ अब भाउचर निकालेर ब्याङ्कमा गएर बुझाउन पनि सक्नुहुन्छ, अथवा तपाईले अनलाइन भुक्तानी पनि गर्न सक्नुहुन्छ। म तपाईलाई अब भाउचर कसरी निकाल्ने त्यो पहिला देखाइदिन्छु हैन। त्यो अफलाइनमा क्लिक गर्नु होला, अफलाइन भुक्तानीमा गएर अर्को गर्नुमा आफ्नो ब्याङ्क सिलेक्ट गरेर कुन ब्याङ्कमा हो गर्नु होला। त्यसपछि माथि यहाँ क्लिक गर्नुहोस् भनेर हैन, त्यसमा जानु होला। त्यसपछि तपाईको भाउचर डाउनलोड हुन्छ। हेर्न सक्नुहुन्छ यहाँ डाउनलोड भयो। त्यो डाउनलोड भइसकेपछि तपाईले यो प्रिन्ट गरेर ब्याङ्कमा जानुपर्ने हुन्छ र ब्याङ्कले रुजु गरेर जति जस्तो छ त्यति बुझाउनु पर्ने हुन्छ तपाईले त्यहाँ। त्यो बुझाइसकेपछि तपाईलाई अब पछि तपाईको पेमेन्ट पुरा हुन्छ आफै भेरिफाई गरेपछि हैन। यो चाहिँ तपाईँ अफलाइन भाउचरबाट ब्याङ्कमा गएर। अब अनलाइन कसरी गर्ने, फेरि त्यस्तै तिर्नुहोसमा जानु होला। तिर्नुहोसमा गइसकेपछि अनलाइन भुक्तानीमा जानु होला, अर्कोमा जानु होला। अर्को गरिसकेपछि यहाँ कनेक्ट आइपिएस ई-सेवा र खल्ती छ हैन। त्यो अप्सनहरु छ। तपाईले अब ई-सेवा छ भने ई-सेवाबाट गर्नु होला। मैले चाहिँ ई-सेवाबाट गर्छु र यहाँ चाहिँ तपाईले आफ्नो ई-सेवा आइडी र पासवर्ड राख्नु होला, लगइन गर्नु होला। लगइन गरिसकेपछि तपाईको मोबाइलमा एउटा ओटिपी आउँछ। ओटिपी आइसकेपछि तपाईको फेरिमा ब्यालेन्स छैन, त्यही भएर यस्तो देखायो हैन। मेरो ई-सेवा वालेटमा ब्यालेन्स छैन, त्यही भएर यस्तो देखाइरहेछ। तपाईकोमा छ भने तपाईको चाहिँ हेर्नुस् त्यहाँ के भन्दैछ, यु डोन्ट ह्याभ इनफ ब्यालेन्स भनेर भन्दैछ। तपाईँ आफ्नो लगइन आइडी राखेर त्यो गरेर लगइन गरेर तपाईको ओटिपी आउँछ मोबाइलमा। त्यो ओटिपी राखिसकेपछि तपाईको यहाँ पेमेन्ट भइ नै हाल्छ।